हिजोसम्म बुढो बचाउन सक्छु कि भन्ने आश लाग्थ्यो। अहिले त बुढो बचाउन सक्दिनँ कि भन्ने आश पनि मरिसक्यो। मैले गर्दा तिमी सबैहरूले दुःख पाइ भन्नुहुन्छ, तर त्यो रुनुहुन्छ। मैले गर्दा तिमी सबैहरूले दुःख पाइ भन्नुहुन्छ। एकदमै धेरै गाह्रो अवस्था भयो पनि भन्नुभएको थियो र सोही टिम आज हाम्रो टिम दिदीको कोठामा आइपुगेका छौँ। सर्वप्रथम यहाँहरू तिनैजनालाई हार्दिक स्वागत छ सम्पूर्ण मिडियामा। धन्यवाद। अब फेरि भिनाजुलाई गाह्रो भयो भन्ने खालको कुरा गर्नुभयो, पहिलाभन्दा अझै बढी च्याप्दै गएको हो? एकदमै च्यापे छ अहिले चाहिँ, एकदमै। अब महिनामा 5-6 दिन पनि रुममा बस्न नपाउने अवस्था भइसकेको छ। एकदमै गाह्रो त पहिलाभन्दा धेरै नै भएको छ। पहिला त्यसको लागि त अहिले त 4%मा 3% अहिले बेसी नै गाह्रो भएको। एकदमै गाह्रो छ अवस्था। अब अहिले जति बेला हामी आउँदाखेरि बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो, अहिले पनि बोल्न नसक्ने अवस्थामा नै हुनुहुन्छ। डक्टरले के भन्नुहुन्छ र हस्पिटल फलोअपको लागि लिएर जानुभएको छ कि छैन? फलोअप भन्दा पनि अहिले त लगेर भर्नै धेरै नै गर्नु परेको छ। त्यो फलोअपमा मात्रै जाने होइन कि, अब एकदमै उहाँलाई गाह्रो नै भएर अहिले प्रायःजसो हस्पिटलमै राखेको छ। घरमा ल्यायो 2 दिन नहुँदै फेरि सिरियस भइहाल्ने, अनि ल्याएकै राति नै सिरियस हुने। अनि उहाँ लैसकेपछि पनि कहिले आइसियुमा पुर्याउँछ, कहिले वार्डमा पुर्याउँछ, कुनै ठेगान भएको छैन। पहिलाभन्दा अहिले अझै बढी के कुराले च्याप्यो? अस्ति त्यही फोक्साबाट फोक्साको चोक्टाहरू निक्ले रगतबाट, मुखाबाट। अनि त्यसपछिबाट उहाँलाई एकदमै गाह्रो भएको अवस्था छ। अब थाहा छैन, भाग्यले भगवान्ले किन यतिसम्म मेरै मात्रै परीक्षा ल्याहान्, मेरै परिवारको मात्रै परीक्षा ल्याहान्, थाहा छैन। रुनुहुन्छ, रोएको हेर्छु मात्रै, केही गर्न सकेको छैन। खाना पनि खानुहुन्न। पहिलाभन्दा तपाईँलाई धेरै नै गाह्रो भयो। तपाईँ तरकारी बेच्नुहुन्थ्यो, तरकारी बेच्नु पनि छोडे, अहिले श्रीमानकै स्याहार सुसार गरेर बस्नु परेको छ। यतिसम्म कि पहिला त वासरुमसम्म जानुहुन्थ्यो, अहिले त्यो पनि सक्ने अवस्था भएन भन्दै हुनुहुन्थ्यो। कसरी धानी राख्नु भएको छ? थोरै रकमले पनि हुँदैन, एकदमै ठुलो रकम चाहिन्छ भन्नुहुन्छ। हस्पिटल पनि लान पर्यो, त्यही अनुसारले उपचार पनि गर्नु पर्यो, औषधि पनि दिन पर्यो र अक्सिजन पनि फेरि राख्नुपर्छ। कसरी पुर्याइराख्नु भएको छ? कहिले त अक्सिजन दिनमा 4000सम्मको पनि लाग्छ, नर्मली 3000सम्मको लाग्छ। एक दिनमा 3टा 4वटा अक्सिजन लाग्छ। यो मात्रै नभएर सानो अक्सिजन पनि छन्, तिनी पनि लाग्छ। गाह्रो छ। मेसिन बिग्रेर अहिले पुरानो मेसिन किन्न सफल भएको थिएँ। पुरानो मेसिन दिएर अर्को मेसिन किन्न सफल भएको थिएँ। अहिले त्यो मेसिनले पनि काम गरेको छैन। सायद संसारकै अभागी स्वास्नी भएर पनि होला, होइन? हिजोसम्म बुढो बचाउन सक्छु कि भन्ने आश लाग्थ्यो। अहिले त बुढो बचाउन सक्दिनँ कि भन्ने आश पनि मरिसक्यो। हेर्छु, रुन्छु, त्योभन्दा केही पनि गर्न सक्दिनँ। आजकल त उहाँ पनि धेरै रुनुहुन्छ, तर त्यो रुनुहुन्छ। मैले गर्दा तिमी सबैहरूले दुःख पाइ भन्नुहुन्छ। कसरी भनेको आफन्तहरूबाट केही सहयोगहरू कसैले केही हेर्नु भएको छ कि छैन? एकदमै गाह्रो अवस्था पनि देखिरहेका छौँ हामीले, होइन? कसैको केही साथ सहयोग केही पाउनु भएको छ हिरा दिदीले? छैन, कसैको साथ पनि पाएको छैन। यस्तो अवस्था हुँदाखेरि फेरि गाह्रो हुने रहेछ एउटा श्रीमतीलाई। त्यत्रो 18-19 वर्षबाट बुढो बचाउँछु भनेर हिम्मत जुट्थ्यो, अहिले त हिम्मत पनि टुटिसक्यो। अहिले त आफूलाई पनि सुगर अब एकदम हाई देखा, व्यापार पनि गर्न पाएको छैन। जिन्दगीले कुन्नी भगवान्ले किन मलाई ठोक्कर मात्रै दिएको छ थाहा छैन। आखिर मसँग तिनको के दुश्मन रहेछ र यतिसम्म देखान्। हिजोसम्म त बचाउन सक्छु भन्ने आश लाग्थ्यो, अब त पैसा भइएपछि त तडपेको हेर्न बाहेक केही पनि गर्न सकिएन। अहिले एकदमै गाह्रो हुन्छ भन्नुभएको थियो तपाईँले। कस्तो हुन्छ उहाँलाई गाह्रो हुँदा? मेसिन खोल्नै हुन्न। मेसिन खोल्यो भने अक्सिजन एकैचोटि 60मा 70मा झर्छ। मेसिन लाएर खुवाउनु पनि मिल्दैन। नाकाभरि पुरै यति ठुलो खबिल्टो परेछ। बिजोग छ अवस्था।
त्यो अक्सिजन लगाउँदा नाकमा पनि उहाँको घाउ भइसक्यो। डक्टरसँग जस्तो गाह्रो भइसके पछाडि परामर्श पनि लिनुभयो होला। डक्टरबाट चाहिँ के खालको रेस्पोन्स पाउनुहुन्छ अथवा उहाँले के भन्नुहुन्छ, अब के गर्नुपर्छ उहाँको उपचारको लागि के भन्नुहुन्छ? उहाँलाई चाहिँ अब सकेसम्म हस्पिटलमै राखिदियो भन्नुहुन्छ। यत्तिकै हो, दिनरात यत्तिकै हेरेर बसिछु। यस्तो लाग्छ आजभोलि त अभागी स्वास्नी मृत्युको दिन, पोइको मृत्युको दिन कुरेर बसे जस्तो लाग्छ। हेरेर जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनु होला भन्न पनि चाहन्छु, किनभने एकदमै अवस्था गाह्रो छ अहिले। एकजना मलाई रुँदै फोन गर्नुभएको थियो। डक्टरले चाहिँ अब हस्पिटलमै राख्नुपर्छ, हस्पिटलमै राख्नुहोस् भन्नुहुन्छ कि अब रोग निको हुन्छ हुँदैन के भन्नुहुन्छ? अब रोग निको हुन्छ भनेर त कि त फोक्सै चेन्ज गर्न पर्यो, त्यसको लागि 1 करोडभन्दा तलले हुन्न रे। अब नर्मली यत्तिकै बचुनाला पैसामै हो सबै बल, उपाय केही छैन। घर त्यही 1 कट्ठा जति जग्गा थियो, त्यही बेचिदिनुहोस् भनेको। भोलि आएर लगेर छोरी कहाँ राख्ने पनि थाहा छैन। भोलिको दिन बाबालाई यदि सन्चो भयो भने परिवार लगेर कहाँ राख्ने हो भन्ने पनि थाहा छैन। तरकारी बेच्नुहुन्थ्यो, त्यो पनि चटक्कै छोड्नु भयो तपाईँले दिदी, किन? बुढालाई छोडेर एकपालि दिशा गर्न जान त बुढालाई हेरेर बस्नुपर्छ, त्यति गाह्रो हुन्छ अहिले। यहीँ भयो रुमबाट किचनमा गएर तताएर खुवाउन पनि यता आउँदा बुढोलाई केही हुने हो कि भन्ने त्यति डर लाग्छ। भगवान्ले पनि कस्तो लीला तमसा हेरेर बसेँ मेरो। आफै भन्नुहुन्छ मैले गर्दा धेरै दुःख पायो, म मरे पनि तिमीले सुख पाउँथ्यो भन्नुहुन्छ। एउटा श्रीमतीले श्रीमानको मृत्युको दिन कुरेर बस्दाखेरि कस्तो हुन्छ भन्नु न आफै। आज त्यत्रो 18-19 वर्षबाट बुढो बचौँला भनेर यत्रो सङ्घर्ष गरेको थिएँ, अब त बुढोलाई पनि गुमाउँछु भन्ने साह्रै डर लाग्छ। यस्तै उनी अनि सन्दीपलाई बचाउन गाह्रो छ, घर लबर भन्नुहुन्छ। यस्तो तडपेको हेरेर बस्न परेछ, कति गाह्रो हुन्छ। उहाँलाई जति तडपेको देख्छु त्यति आफ्नो मुटु फुट्ला जस्तो भइसक्यो। एउटा घरको दुरी घाँपो हुनुहुन्थ्यो भने त आज थियो, त्यही पनि आज मरिसक्यो। बाजे पनि बाजुन्जेल पालेको थिएँ, मरे पनि पाल्ने सायद म एक्लै होला जस्तो लाग्छ। भगवान्ले पनि कस्तो भाग्य लेखेर पठाउला होइन, मेरो भाग्य यस्तो भयो नि। कमसे यो बाउ छोरीको भाग्यले त बाउ सन्चो हुनुपर्ने त पनि नहुने भयो। दिनमा यत्र सिलिन्डर बोक्छु, यत्र सिलिन्डर बोक्दाखेरि पाठेघरमा केही असर गरौँ कि भनेर अस्ति समस्याहरू आएको थियो। यत्रो 60-65 किलोको, कोही 80 किलोको हुन्छन्, त्यत्र एक्लै बोक्न पर्छ। कति गाह्रो हुन्छ। एउटा एमिकी डाइट ल मेरो शरीर सन्चो हुन्छ त मैले सकेको गरौँला, भोलि आएर मै धला पऱ्यो भने के होला। अस्ति त्यस्तै चेक गर्दाखेरि सुगरहरू पनि देखायो मलाई पनि। डक्टरले भन्नुहुन्छ धेरै टेन्सन लिनुभयो तपाईँले, टेन्सनले गर्दा तपाईँलाई सुगर पनि देखाएको छ भन्छ। किन जो दुखिहाल्छ झन् दुःख मात्रै किन थपिदिँदा हुन्। अहिले तपाईँ पनि रोगी हुनुभयो, श्रीमानको अवस्था झन् धेरै नाजुक हुँदै गयो।
ननिकाल छोको मिलाएको जस्तो के भयो भयो नबोल्नु न भयो भयो नबोलिकन गर्नु त त्यो